हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज हामी बनाउन जाँदैछौँ चना आलुको ग्रेभी। चना आलुको ग्रेभी बनाउनको लागि हामीलाई सुरुमा चाहिन्छ चना, त्यसलाई भिजाउने र त्यो भिजेको चना र आलुलाई हामीले बोइल गर्ने र त्यसपछि हामीले मसला रेडी गर्नुपर्ने हुन्छ। मसला रेडी गरिसकेपछि आफूले सब्जी पकाउने भाँडामा तेल हाल्ने। तेल हालेपछि हेर्नुस् त मैले करी पत्ता फुराएकी छु। करी पत्ता र जिरा फुराइदिने। त्यसमा प्याज हाल्ने। प्याज हालिसकेपछि हामीले अदुवा र लसुनको पेस्ट बनाएका थियौँ, त्यो पनि हाल्ने। त्यो हालिसकेपछि त्यसलाई एकछिन पकाएपछि टमाटरको ग्रेभी हालिदिने। हामीले टमाटरको ग्रेभी हालेर एकछिन चलाइदिएपछि यसलाई एकछिन ढाकिदिने। एकछिन ढाकिसकेपछि हेर्नुहोस् त यो यस्तो देखिन्छ। यस्तो देखेपछि यसमा हामीले मसला हाल्ने। मैले हालेकी छु बेसार, धनिया, जिरा धनियाको पाउडर, अनि त्यसपछि स्वादअनुसार नुन। त्यति हालिसकेपछि एकछिन फेरि यसलाई मजाले चलाइदिने, ढाकेर पकाइदिने। एकछिन पकाएपछि हेर्नुहोस् त कस्तो राम्रो देखिएको है कलर। त्यसपछि हामीले आलु एड गरिदिन सक्छौँ। आलु पनि बोइल गरेको आलुलाई मैले काटेर हालेकी छु र त्यसपछि ढाकिदिने। ढाकेपछि फेरि निकालेर यसमा चना हालिदिने। अघि बोइल गरेको चना हालिदिने र फेरि एकछिन चलाएर एकछिन ढाकेर पकाउने। 2 मिनेट ढाकेर पकाउनु भयो हुन्छ, धेरै बेर पकाउनु पर्दैन। 2 मिनेट ढाकेर पकाइसकेपछि फेरि यसलाई निकालेर अलिकति रस हालिदिने। हजुरहरूले रोटीसँग खाने भए यतिकै खानुभयो भने हुन्छ। मैले चाहिँ तातो खानासँग सर्भ गर्न लागेको हुनाले यसमा थोरै रस हालेँ। रस हालिसकेपछि एकछिन मजाले चलाइदिएर यसलाई फेरि 3 मिनेटको लागि ढाकेर पकाइदिने र यो पुरै पाकिसकेपछि यो बोइल हुन्छ। अनि त्यसपछि हामीले यसमा हालिदिन्छौँ धनिया। धनिया हालिदिइसकेपछि हेर्नुहोस् न यो कस्तो राम्रो देखिएको है। र हाम्रो यो चना र आलु खानको लागि रेडी भइसक्यो। मैले चाहिँ यो तातो खानासँग सर्भ गरेँ साथीहरू। तपाईहरु पनि ट्राई गर्नुहोस् ल। यो मिठो, छिटो र हेल्दी खाना हो है। थ्याङ्क यू साथीहरू मेरो भिडियो हेरिदिनु भएकोमा। हस् त, बाई बाई।